साथीहरू जय शम्भो। नयाँ नेपालमा यहाँहरूलाई स्वागत छ। नयाँ नेपाल नयाँ सुरुवातसँगै अगाडि बढेको छ र यो सँगसँगै हामीले पनि एउटा नयाँ सुरुवात गरेका छौँ यस द रेसनल कम्पास नामक युट्युब च्यानलबाट। स्वागत छ यहाँहरू सबैलाई। नेपाल अहिले नयाँ युगमा किन र कसरी प्रवेश गर्यो त्यसमा धेरै केही बोलिराख्नुपर्ने देखिँदैन। हामीले देखेको द जेनजी रेभोल्युसन अफ नेपाल, त्यसबाट आएको परिवर्तन र नयाँ अन्तरिम सरकारको नेतृत्वमा आदरणीय सुशीला कार्की हुनु, यो सङ्केत हो कि अब देश नयाँ दिशातर्फ अघि बढ्दैछ। अबको 6 महिनाभित्रमा नयाँ निर्वाचन हुँदैछ। यो समय नै हामी सबै नेपाली नागरिकका लागि जिम्मेवारी बोध र कर्तव्य पालन गर्ने एक विशेष अवसर हो। 2 दिनमै एउटा सिङ्गो देश नै कायापलट गर्न सक्ने नागरिकहरूका लागि एउटा नागरिक सुधारमुखी अभियान चलाउन चुनाव अघिका 6 महिना पर्याप्त समय हो जस्तो मलाई लाग्छ। हामीले एक झट्कामै आफूले नचाहेको राजनीतिक लिडरसिप हटाएर आफूले चाहेको लिडरसिप त ल्यायौँ, तर देश विकास गर्न, राष्ट्रिय संस्कार बनाउन र समाजलाई अनुशासित बनाउनको लागि त्यो मात्रै पर्याप्त हुँदैन। एक आम नागरिकको हैसियतले हामीले नगरी नहुने कामलाई इमानदारीपूर्वक निभायौँ भने मात्र यो क्रान्ति सफल हुनेछ। देशले एउटा राइट पाथ समाउनेछ र आन्दोलनका बेला शहीद भएका हाम्रा सपूत युवाहरूको रगतले पनि न्याय पाउनेछ। भनिन्छ नि, when the faith is supporting you, you must support the faith as well। जब तपाईले चाहे अनुरूप नै देश परिवर्तनको बाटोमा जाँदैछ भने तपाईले आफू परिवर्तन भएर पनि देशलाई सघाउन सक्नुहुन्छ। आज यो भिडियो बनाउनु पछाडिको उद्देश्य पनि यही हो कि अब हामी आम नागरिकको रूपमा निभाउनु पर्ने कर्तव्य र जिम्मेवारीहरू के हुन् त। आउनुस् कुरा गरौँ डिटेलमा। सबैभन्दा पहिलो काम हो नागरिकले नागरिक मात्रै भएर बसौँ। कार्यकर्ता भइराख्न कुनै पनि आवश्यकता छैन। एकचोटि विचार गरौँ त, हामी दैनिक जसो रोजगार व्यापार गर्ने मध्यम वर्गीय र निम्न वर्गीय मान्छेहरूलाई पार्टीकै गुणगान गाइराख्न किन आवश्यक चाहिँ छ? चियागफ गर्दा यो नेताजी ऊ नेताजी मेरो यो मेरो भन्ने, हस्पिटलको खाट पाउन पावर लगाउन, ठुला प्राइभेट तथा गभर्मेन्ट स्कुलहरूमा आफ्ना छोराछोरीलाई भर्ना दिलाउन, झगडा पर्दा नेताजीका झोले गुण्डाहरूको सहारा लिन, विथ माननीय ... भन्दै फोटो सेयर गर्न किन हामीलाई राजनीतिक व्यक्तित्व भएर मात्रै जिउन आवश्यक छ? त्यही भएर एउटा सामान्य नागरिक मात्रै भएर बाँच्न सिकौँ। अब भन्नुहोस्, यी उल्लेख गरेका सबै कुराले हाम्रो कुन चाहिँ नैतिकता झल्काउँछ? हो, त्यही भएर केवल नेपाली नागरिक भएर बसौँ, कसैको पनि झोली नबनौँ। दोस्रो कुरा, पुराना राजनीतिक नेता वा उनीहरूका कार्यकर्ताले डर देखाउन सक्छन्, इमोसनल ब्ल्याकमेल गर्न सक्छन्, हामी नै राम्रो हो भन्ने न्यारेटिभ अझै पनि सेट गर्न खोज्छन्। तर उनीहरू अब सत्ताबाट बाहिरिएका छन्। उनीहरूको लुटी खाने भाँडो चुनिएको छ। उनीहरू एकदमै पीडामा छन्। दे आर नोवेयर इन द पिक्चर नाउ। त्यही भएर उनीहरूलाई अब अननेसेसरी रेस्पेक्ट दिन छोडौँ, भ्याल्यु दिन छोडौँ, हरेक ठाउँमा स्पेस दिन छोडौँ। यदि तपाईलाई कुनै सामाजिक होस् वा सरकारी ठाउँमा यिनीहरूले अननेसेसरी इन्फ्लुएन्स गर्न खोज्छ भने सिधै प्रतिवाद गर्नुहोस्, किनभने अब डराउने पालो भ्रष्ट आचरण भएका व्यक्तिहरूको हो, तपाईँ हाम्रो होइन। तेस्रो कुरा, सरकारी कार्यालयहरूमा हाम्रो भूमिका के? कुनै अनावश्यक ढिलासुस्ती भयो, सेवाग्राहीलाई हेपाय व्यवहार भयो, घुस माग्न खोजियो, बिचौलियाको भरमा लाइन मिच्न खोजियो, सरकारले निशुल्क उपलब्ध गराएका सेवा तथा फर्महरू बाहिरबाट किन्न लगाइयो, प्रतिवाद गरौँ। सार्वजनिक रूपमै तिनीहरूलाई एक्सपोज गरौँ। हाम्रो अधिकार हो सेवा पाउने। लोक सेवा पास गरेर गएका कर्मचारी हुन्, अर्थात् जनताको सेवा गर्न गएका हुन्। यति बुझे पुग्छ। यो सँगसँगै हामी नागरिकले पनि अनैतिक लाभ लिन नखोजौँ, पावरको भरमा सेवा लिन नखोजौँ, घुस दिएर सेवा लिन नखोजौँ। धिक्कार होस्, घुस लिने र घुस दिने दुवै राष्ट्रका शत्रु हुन्। चौथो कुरा, समाजलाई राजनीतिक हस्तक्षेपबाट मुक्त कसरी गर्ने? विद्यालय, अस्पताल, सरकारी अफिस वा कुनै सङ्घ संस्था राजनीतिक दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्छ भने सबै मिलेर प्रतिवाद गरौँ। चाहे डोल विकास समिति होस्, विद्यालय व्यवस्थापन समिति होस्, कुनै हस्पिटल वा अन्य सङ्घ संस्थाका व्यवस्थापन समितिहरूमा दलीय व्यक्तिहरूलाई बहिष्कार गरौँ। म यो किन पनि भन्दैछु कि यिनीहरूले अहिलेसम्म लिड गरेको कुनै पनि समिति सङ्घ संस्थाहरूको हालत हेर्नुहोस्। सामान्य उदाहरणका लागि, यिनीहरूले लिड गरेको टोल विकास समिति भएको एउटा गाउँ वा टोलमा गुण्डा, गजडी, ड्रग एडिक्टहरू र विकासमा किचलो मात्र भएको देख्न सकिन्छ। किनकि आफ्ना पोलिटिकल इन्ट्रेस्टका एजेन्डामा बन्द हडताल र आन्दोलन गर्न त्यही गुण्डाहरूको सहारा लिन पाउँछन्।
त्यही भएर समाजबाट राजनीतिक हस्तक्षेपलाई बहिष्कार गरौँ। पाँचौं कुरा, व्यापारी र गरी खानेहरूप्रतिको नागरिकको व्यवहार। नेपाली समाजमा एउटा के नेरेटिभ स्थापित छ भने अलिकति धनीमानी पैसा कमाएको ठुलो व्यापार व्यवसाय र ठुलो पदमा पुगेको व्यक्तिहरू चोर फटाएर लुटेर नै हुन्छन् भन्ने सोचाइ छ। तर एकचोटि सोच्नै पर्ने कुरा कि सबै चोर र फटा नै हुन् त? अहिले जुन स्तरको आक्रोश ठुला व्यापारी घरानामा देखियो कि त्यो सबै जस्टिफाएबल छ? यो प्रश्न तपाईहरूलाई व्यक्तिगत रूपमा भन्नुपर्दा त्यो आवश्यक थिएन। हो, ठुला व्यापारी घरानाहरूले राजनीतिक दलहरूलाई र सबै व्यापारलाई आफ्नो कब्जामा लिए, तर त्यसो भनिरहँदा लगानी नै जुटाउन गाह्रो पर्ने देशमा यिनीहरूले लगानी गरे, हजारौं लाखौं व्यक्तिहरूलाई रोजगारी दिएका छन्। केही हदसम्म भए पनि यिनीहरूकै उद्योग धन्दाहरूले देशको व्यापार घाटालाई कम गरेको छ। हामीलाई चाहिएका कन्ज्युमेबल गुड्सहरू यिनीहरूको व्यापारले नै हामीमाझ पुर्याइदिएको छ र अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ। राजनीतिक दलहरू बिकेर पो यिनीहरूले किने। जब बेचिन कोही रेडी छ भने खरिददारहरू त हजारौं हुन्छन्। त्यसैले अबको लिडरसिप नबिक्ने खोजौँ। यतिकै आर्थिक सङ्कट भइरहेको देशमा व्यापार व्यवसायलाई हौसला दिनु नै अहिलेको टाइममा उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ। छैठौं कुरा, प्रहरी र सुरक्षा निकायप्रतिको व्यवहार। भाद्र 23 गते नेपाल सरकार, प्रशासन र नेपाल प्रहरीले जुन किसिमको बर्बरता र नरसंहार मचायो त्यो हर हिसाबले गलत, अनैतिक, निन्दनीय र अपराधिक व्यवहार थियो। बुद्धिभ्रष्ट भएका नेता र सरकारबाट प्रशासनलाई, प्रशासनबाट प्रहरीका उच्च पदाधिकारीहरूलाई, प्रहरीका उच्च पदाधिकारीबाट प्रहरीको तल्लो तहमा रहेका प्रहरीहरूलाई निर्मम हुन आदेश आयो र त्यही अनुसारको नरसंहार देख्न मिल्यो। जो जसका अन्डरमा छ उसले आफ्नो जागिरी बचाउनलाई आदेश मान्यो र जे नहुनु पर्ने थियो त्यो भयो। त्यसको प्रतिक्रिया स्वरूप भाद्र 24 गते नेता, प्रशासन, सरकारी कार्यालय र प्रहरीप्रति आक्रोशको आगो बल्यो र जुन केही हदसम्म जायज पनि थियो। ती दुवै दिनका दोषीहरूलाई सजाय त होला नै, तर हाम्रो नेपाली समाज कति क्रूर, स्वार्थी, विकृत, क्रिमिनल माइन्डेड र लुटेराहरूले भरिएको छ भन्ने कुरा पनि छताछुल्लो भयो। एक दिन मात्रै सुरक्षा निकायको एब्सेन्समा ठाउँ ठाउँमा लुट मचियो। घर घरबाट भाटबटिनी लुट्न सपरिवार गएका दृश्य देखिए। ब्याङ्कबाट पैसा लुटियो। प्रहरीका हात हतियार खोसिएर घर घरमा राखिए। सरकारी र प्राइभेट भवनहरूबाट सामान लुटिए। सोझा जनतालाई त घरबाट निस्किनै त्रास भयो। याद रहोस्, यो एक दिन मात्र सुरक्षा निकायको एब्सेन्समा भएको केस हो। अब भनौँ, हाम्रो समाजले प्रहरी, प्रशासन र सुरक्षा निकायलाई केवल आक्रोशको व्यवहार मात्र दिनु मिल्छ कि सम्मानका साथ एक सुरक्षाको विश्वासिलो निकायको रूपमा हेर्नुपर्छ? यो प्रश्न म तपाईहरुमाझ नै छोड्छु। अहिलेको लागि चाहिँ आन्दोलनको समयमा भागेका कैदी र अपराधीहरू समाजमा लुकेका हुन सक्छन्। उनीहरूलाई देखे वा शंका लागे तुरुन्तै प्रहरीलाई सघाउनु एकदमै ठूलो सहयोग हुनेछ। अब कुरा गरौँ सातौं कुरा, व्यक्तिगत संस्कार, व्यवहार र अनुशासन परिवर्तनको। हामीले यस्तो समाज बनाएका छौं कि जहाँ चकलेट र गुटकाको खोल उडाउँदै यो नगरपालिकाले फोहोर व्यवस्थापनमा केही पनि गरेन यार भन्दै हिँड्छौं। कसैले नयाँ काम र प्रगति गर्न खोज्दा खुट्टा तानिहाल्छौं। सबैजना लाइनमा बसिरहँदा आफू चाहिँ पावर लगाएर भित्र छिरिहाल्नु पर्ने। नेता आफैले चुन्ने र उसैले 5 वर्षभरि गाली गर्ने। विकास भएन पनि भन्ने र कोही नयाँ र क्रान्ति आउँदा झोले बनेर खेदो पनि खनिहाल्ने। पैसाको कदर नगर्ने। आफू हरेक ठाउँमा ढिला हुने तर नाम चाहिँ नेपाली टाइमको दिने। आफ्नो भाषा बोल्न लाज मान्ने र अरु थुप्रै। हो, यस्तो छ हाम्रो व्यक्तिगत व्यवहार र संस्कारहरू। यदि यिनीहरूलाई हामीले समयमै नसुधार्ने हो भने आमूल परिवर्तन आउँदैन। ठुला रोड बन्लान् तर प्लास्टिक र कागजले भरिएका। सुविधा सम्पन्न शौचालय बन्लान् तर गुड्का र फोहोरले भरिएका। परिवर्तन आफ्नै व्यवहारबाट सुरु गरौँ। आफ्नो टोल ठाउँ र सडकलाई सफा राखौँ। कसैले फोहोर गर्यो भने नडराइकन उठाउन लगाऊ। ट्राफिक लाइट र जेब्रा क्रसिङका नियमहरूलाई पालना गरौँ। आफ्ना नानी बाबुहरूलाई आफ्नै मातृभाषा सिकाऊ। समयमै चाहिने सिपहरू सिकौँ। सामाजिक सञ्जालको राम्रो उपयोग गरौँ। आफ्नो स्तरबाट जनचेतना फैलाउने काम गरौँ र सभ्य नागरिकको पहिचान दियौँ। साथीहरू, यो मुलुक हाम्रो हो। परिवर्तन केवल नेताले होइन, हामी सबैले मिलेर गर्नुपर्छ। डर होइन, साहस चाहिन्छ। ढिलाइ होइन, अनुशासन चाहिन्छ। गन्दगी होइन, सफाई चाहिन्छ।
अब समय आएको छ हामीले सबैले नयाँ नेपालको निर्माणमा आफ्नो योगदान दिने। तपाईको सानो योगदानले नै ठूलो परिवर्तन आउनेछ। हस्त, धन्यवाद। जय नेपाल।